साथीहरु वेलकम टु माई न्यू भिडियो। अनि आज चाहिँ हामी यहाँ पिकनिक खानको लागि आएका छौं यो पार्कमा। अनि चाहिँ हाम्रो दमारगाउँ शान्तिटोलको पिकनिक हो। यता आन्टीहरुले काम गर्छ। कोहीले टमाटर काट्दै, कोहीले कसैले प्याज, कसैले आलु काट्दै हुन्छ। हेलो सबले हाय भन्नु न, हाय हाय। यता पानी तान्दैछ पुलाउको लागि साथीहरु। त्यहाँ गोपी आलु छ तरकारी। यता चाहिँ मासु काट्दै हुनुहुन्छ खसीको। अहिले खानुपर्छ है साथीहरु। आज बाह्र पुग्छन् हाम्रा खानेकुरा खाने अहिले। हजुर सुशीला नाच न एकचोटि। किन यहाँ फेरि बसेर हेर्ने मान्छे सुपरभाइजर काम सबलाई लगाउने। यहाँ चाहिँ पिकनिक खान चाहनुहुन्छ भने तपाईहरु पनि आउन सक्नुहुन्छ। यस्तो स्टलको यो सानोको 700, ठुलोको 1000 छ। उता त्यहाँ ठुलो छ त्यसको 1000 छ। यहाँ चाहिँ राम्रो छ पिकनिक खानको लागि साथीहरु। ल अहिले जानुपर्छ है उता भित्र पार्कमा। उतातिर चाहिँ पार्क छ, उता टिकट काटेर जानुपर्छ। अहिले चाहिँ हामी पिकनिक खाइसकेर जाने छौं घुम्नको लागि सबैजना। ल अहिले हेर्दै गर्नु होला, एकछिनमा चाहिँ देखाउँछु। अब चाहिँ रेडी हुँदैछ। अब हाम्रो नास्ताको टाइम लाग्यो। नास्ता पकाउँदै हुनुहुन्छ। त्यस पछाडि फेरि पुलाउ भात खान्छ। पुलाउको चामल हो त। अनि यो हाम्रो के अरे कान्छी नानी हो, कान्छी बहिनी तिमीलाई लग्दै हुनुहुन्छ नानी होला। यहाँ अचार पाक्दैछ। गोपी यता छ। अब चाहिँ म पकाउन लागेको तर्फ जाँदैछु गाइस। गीत बजिरहेको। अब चाहिँ हाम्रो नाच्ने पालो आयो। म र दिदी चाहिँ नाच्दैछौँ। अनि अरूहरू पनि हुनुहुन्छ, आन्टीहरू पनि हुनुहुन्छ। अहिले चाहिँ हाम्रो पालो रमाइलो भइरहेछ हाम्रो पिकनिक। हेलो साथीहरु, हामी चाहिँ यहाँ नास्ता खाएर अहिले के अरे दिउँसोको 1 बज्यो। 1 बजे खाएर भुजा र अनि अर्को के अरे कटनेसी खसीको अचार खाएर यहाँ खाना पचाउन हिँडिराखौँ। फेरि अहिले पुलाउ भात खाने जाने हो। त्यही भएर अनि यता नानको जङ्गल यतातिर बाटो छ। कति विकसित भएको यो गणेशपुर ठाउँ। हाम्रो गणेशपुर हाम्रो गणेशपुर हाम्रो दाङको हाम्रै घरमा पर्छ। बाटो त अब बिस्तारै बन्दै गर्छ। अब यति नै हो। अब फेरि अर्कोचोटि देखाउँछु तपाईहरुलाई। अहिलेलाई राखेँ साथीहरु। अहिले चाहिँ हामी यहाँ पार्कको भित्र छिरिसक्यौँ खानापिना गरेर। हाम्रो पार्क दाङको पार्क कस्तो दामी छ। यो गौतम बुद्धको मूर्ति। जान्छ मैले पनि फोटो खिच्ने लागि गरिदिनु पर्छ है। अगाडि जान्छु। ल हाम्रो पिकनिक बगाल कोही यता हिँडिरहनु भएको। कस्तो दामी छ हाम्रो पार्क।
हजुरहरू पनि एकचोटि आउनु होला, भिजिट गरेर जानु होला। त्यही त भन्दिनँ के भनेर टाढाबाट अलिअलि कहिले कस्तो बनाउँछु क्या, यही हो। अब अहिले लास्टमा देखाउँला अब अरू। हाम्रो गणेशपुर पार्क साथीहरू हेर्नुहोस्, अझै बन्दैछ नि, अझै बन्दैछ। हजुर केसको बुट्टा, मेहन्दीको बुट्टा जस्तो छ नि। हाम्रो गणेशपुर पार्क त माथिसम्म छ, तलदेखि माथिसम्म। काले कस्तो गरे कालेले। हेलो बाबु, यहाँ आइज न। यहाँ चाहिँ माछा छन्। अब हामी घरतिर जान्छौँ साथीहरू, बाई बाई। यही हो हाम्रो पार्कको दृश्य। वाउ कस्तो राम्रो देखियो नि, ब्युटिफुल ब्युटिफुल। त्यहाँ तल पनि छ कत्रो पोखरी। ल त साथीहरू, यतिन्जेलसम्म हेरेर साथ दिनु भएकोमा धन्यवाद। डु नट फर्गेट लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब। टाटा बाई बाई। अब हामी चाहिँ घर जान्छौँ।